मैले भनिहाल्छु है वसन्त वर्ष वर्ष सरसँग ऋत ऋत मास सम्वत्सर ल अब टपलर बत्ती बालिदिनु पर्यो दुना राखेर दुईवटा त्यहाँ पनि फुल राखेर नमस्कार हेर त माथि कता कपुर भन्न पर्छ क्या टपलेट बत्ती भन्न पाइन्न टपलेट बत्ती भन्न पाइन्न कपुर बत्ती भन्ने हो कपुर धुप भन्नु पर्छ टपलेट बत्ती बालिदियो भने त फेरि अर्काले त अर्कै बालिदिन्छ यो वर्ष दिन पुगेपछि ठ्याक्क श्राद्ध आएर पठाउने हो नि सबै कहाँ धाउन लगाइदिनु जान्छु लगाइसकेको यो लास्टको हामीले पिन्न उठाएपछि ल अब यो दुईवटा बाहुनलाई दक्षिणा बुझाएर तर दुईवटालाई मात्र पवित्र राम्रो भयो मुखेर खानु गएको छैन अच्छा ठीक है किन चाहिँ मान्टो बाँगे बनायो मकै सिद्धार्थ नाम संवत्सरे श्री सूर्य नारायण अर्थात शुक्लपक्ष सूर्यपक्ष द्वितीय तीर्थ पुण्य आते हैं मिथुन राशि थे श्री सूर्य मिथुन राशि थे चंद्रमा से कर्क राशि थे देवगुरु मिथुन राशि थे अन्यु गणेशु राशि स्थित तो अद्य वतिष्ठ गोत्र स अश्वत माता ईश्वरा कमल जजमान सपत्नी नेत्रकला इंद्र जजमान सपत्नी चुनानानी देवदायम कार्तिक वार्षिक मानसिक काम वतिष्ठ गोत्र परभर पितुरस भन वर्षहरू राज्य कृत सम्म अष्टम मासिक श्राद्धे नुन्नर्कित परिपणार्थम यजय मन्नपानादिकं यथा गर्भवन्त यथा यत नाम दैवतं नाम नाम गोत्राभ्यो नाम नाम शरवणाभ्यो बरावणाभ्यो कन्याम कुमारेकं द्वैकं विच्छिगेवं यथा भागं विवृत यथा कालेन दातुं बहुमुषो शूर्कणामस्तु हरिओं तत्सतमम थोड़ा दानवर्ष राजा दानवर्ष सिद्धार्थम तुभ्यं वयं सम्प्रदाम साधु भने ओम अच्युतानम ओम अच्युतानम देखेको धोलो शिर बनाउनु सधैँ दवा पन्तरेवत हुँदै परमण वतन सर्वम परिगुणम अष्टु परिगुणम इति अष्टममा शिखर श्राद्ध वेदी समाप्त ल
अपिन्न सेलाउनु जानु पर्यो अब हात पवित्र फुकाइदियो सबैले यहाँ हो क्या यहाँ लिएर जाने कि तल एउटा नचिनी पाएको थियो र पुस्तुक झोला सबै पत्र फर्काएर सिल्लिक्क शुद्ध बनाउँछ पैसा चेक गरेको त होइन घुरी केही हुँदैन पैसा गरेको त्यो सेलाएर आउनु पर्छ जलमा लाने बुढाएर मेरो खुट्टा दुखेको माथि खाम देउता भएको थियो खुट्टो